हेलो हेलो दर्शक नमस्ते सबैजनालाई यो समय तपाईँ के गर्दै हुनुहुन्छ अनि साँच्चीकै यो समय अनि आशा गर्दछु तपाईँहरू चाहिँ जुन क्षेत्रमा हुनुहुन्छ अनि तपाईँहरू खुसी आराम कुशलै हुनुहुन्छ भन्ने मलाई लागेको छ अनि यो समयमा चाहिँ आजको दिनमा चाहिँ सधैँको जस्तै गरी आजको यो दिनमा चाहिँ अलिक फरक प्रसङ्गले मैले आज प्रस्तुत गर्ने निर्णय गरेको छु र विशेष गरी आजको दिन चाहिँ म चाहिँ यो समय चाहिँ कविता वाचन गर्नेछु। कस्तो हुन्छ गाइजहरू, कस्तो हुन्छ साथीहरू, यसो सुनेर कमेन्ट गर्नु है। मलाई कविता वाचन गर्नु त खासै आउँदैन, तर पनि यसो कोसिस गर्छु। कस्तो हुन्छ एकचोटि सुनेर मलाई कमेन्ट गर्नुहोला। यदि सुधार्नुपर्ने ठाउँहरू छ भने पनि म सुधार्छु, किन भन्दाखेरि मान्छेबाटै गल्ती हुन्छ र त्यो गल्तीलाई सुधार्दै जानुपर्ने हुन्छ र त्यस कारण गर्दाखेरि के कस्तो लाग्छ यसो प्रतिक्रिया दिन नभुल्नु होला है। हुन्छ, म कविता सुरु गर्छु। कविताको शीर्षक छ आऊ न जाँच गर। आऊ न जाँच गर मन्द प्रेमले यो मन भर, के थाहा म फेल भएँ भने। आऊ न जाँच गर मन्द प्रेमले यो मन भर, के थाहा म फेल भएँ भने। छोडेर मलाई पारेर एक्लै गए भने, म कोसँग रमाउनु र तिमी नै हौ मेरो मिल्ने साथी। तिमी नै हौ मेरो मिल्ने साथी। तिमी नै पराई भयौ भने मैले कसको हात समाउनु र। तिमी नै हौ मिल्ने साथी। तिमी नै पराई भयौ भने मैले कसको हात समाउनु र। त्यसैले आऊ जाँच गर, नछुट्टिने गरी तिम्रो प्रेम ममा छ र। तिमी प्रेमी म तिम्रो प्रेम भएर बरु जाउँला सँगै घर। ल म छु नि किन मान्छौ डर। ल म छु नि किन मान्छौ डर। विश्वासमा त यो जग अडेको छ होइन र। अनि त्यही विश्वास अनि अलि ममा गर न। मेरो हातले ती खाली सिउँदो भर न। विश्वासमा त यो जग अडेको छ होइन र। त्यही विश्वास मलाई गर न। तिम्रो खाली सिउँदो मेरो यी हातहरूले भर न। के मान्छौ यदि मान्छौ भने आऊ न। मैले तिम्रै लागि किनी ल्याएको यी सारी चुरा औँठी लगाउन। मलाई तिमी सप्तरङ्गीमा सजिएको हेर्न मन छ। कहिले नछुट्टिने गरी तिम्रो प्रेममा बेर्न मन छ। ए सुन न यात्रा गर्दा गर्दा थाकेको म एक यात्रीलाई बास दिन्छौ। ए सुन न यात्रा गर्दा गर्दा थाकेको म एक यात्रीलाई के बास दिन्छौ। मेरो समस्याको भारी के तिमी थोरै लिदिन्छौ। पीडामा परेका यी मनहरूलाई के अलि हलुका पारिदिन्छौ भने आऊ न। यी हातहरूले मेरा हातहरूलाई समाउन अनि यात्रा गरौँ जिन्दगीको सफरहरूमा। दुःख पीडा आँधी बेरी असिना पानी सबै झेलौँला म। दुःख पीडा आँधी बेरी असिना पानी सबै झेलौँला म। तिम्रै आँखामा बसी हरदिन खेलौँला म। यसरी एक्लिएको मलाई तिमी जोडी हामी बनाइदेऊ न। मलाई तिम्रै आँखाको नानी बनाइदेऊ न। एउटा कुरा भन्छु मान्छौ। तिम्रो प्रेमको स्कुलमा मलाई जसरी हुन्छ भर्ना हुन मन छ। भएर म विद्यार्थी त्यही विद्यावारिधि गर्नु मन छ। मेरो शिक्षक तिमी हौ प्रेमको विषय पढाउने। मलाई ज्ञान दिई असल शिक्षामा बढाउने। तिमी हौ मेरो शिक्षक हौ सर्वस्व। त्यसैले आऊ जाँच गर, किन डराउँछौ अलि वरसर। मलाई प्रेमको विषयमा डिग्री गर्नु मन छ र आफ्नो दुःखको जहाजलाई छोडी सधैँको लागि सुखको त्यो जहाजमा तर्नु मन छ। मलाई प्रेमको विषयमा डिग्री गर्नु मन छ र आफ्नो दुःखको जहाजलाई छोडी सधैँको लागि सुखको त्यो जहाजमा तर्नु मन छ र बसाउनु छ सुन्दर घर जहाँ तिमी र म बस्नु छ। र बनाउनु छ सुन्दर घर जहाँ तिमी र म बस्नु छ। के यतिसम्म पर्खिन्छौ भन न तिमी पर्खिन्छौ।
पर्खिन्छ भने आऊ न कुरा गरौँ। नयाँ नयाँ शब्दहरू बटुली बटुली रमाउला निराशाको चेहरामा थोरै थोरै खुसी बटुली बटुली। सुन न पीर कसलाई हुँदैन, सुन न पीर कसलाई हुँदैन अनि चिन्ता कसलाई हुँदैन। सुन न पीर कसलाई हुँदैन, चिन्ता कसलाई हुँदैन। हो म त्यही पीर चिन्ता भुलाउन तिमीमा आएँ। सुन न पीर कसलाई हुँदैन, चिन्ता कसलाई हुँदैन। म त्यही पीर चिन्ता भुलाउन तिमीमा आएँ। थोरै म्यासेज तिमीलाई पठाएँ। यदि मन छोएछ भने, साँच्चै त्यो मन रोएछ भने, यदि मन छोएछ भने, साँच्चै त्यो मन रोएछ भने मलाई क्षमा गर है। आफ्नै प्रेमको स्कुलको विद्यार्थी सम्झेर फेरि बल्ल बल्ल भर्ना भएको छु। मलाई फेरि बाहिर ननिकाल्नु ल। फेरि बल्ल बल्ल भर्ना भएको छु। मलाई फेरि बाहिर नफाल्नु ल। म मन दुखाउँछ भनेर, मदेखि सबै कुरा लुकाउँछ भनेर। म त छोरा मान्छे रे, तिमी चाहिँ डाँको छोडी रुन पनि त मिलेन। र फेरि दुःख भयो भन्दैमा सबै दुःख पनि त बताउनु मिल्दैन रहेछ। ए मिस अन्तिममा एउटा कुरा भनौँ। मलाई बाँचुन्जेलसम्म यहीँ पढ्नु छ। ए मिस अन्तिममा एउटा कुरा भनौँ। मलाई बाँचुन्जेलसम्म यही पढ्नु छ। अझै प्रेमको विद्यावारिधि गर्नु छ र फर्काउनु छ कहिल्यै हजुरलाई नसताउने गरी। नमस्कार सबैजनालाई।